अब सजिलो त थिएन अभियसली यहाँ आउनलाई त होइन। अब पढ्यौँ अब जति नै राम्रो पढे पनि त्यस्तै हो लास्टमा गएर हेलो गाइज वेलकम टु माई सेकेन्ड पार्ट भिडियो। अहिले चाहिँ हामीहरू अघिल्लो पार्टमा बनाएको मोमो चाहिँ ट्राई गर्न लागेको। यदि तपाईँहरूले त्यो मोमो बनाएको भिडियो हेर्नु भएको छैन भने मेरो च्यानलमा गएर त्यो भिडियो हेर्न सक्नुहुन्छ। अनि उहाँ चाहिँ मेरो रुममेट भनौँ, अब हामी जापानमा सँगै बस्छौँ नि त। साथी भन्ने न कस्तो रुममेटै होला अरे झुट बोल रहा है, ये झुट बोल रहा है। उहाँ चाहिँ मेरो साथी बिन्दा सान, अनि मेरो सेकेन्ड साथी पुष्पा सान। अहिले चाहिँ हामी मोमो खाने मात्र होइन कि हामी चाहिँ अब नेपालबाट जापानसम्म आएसम्मको हाम्रो जर्नी अनि जापानमा हामीले अहिले गरिरहेको कामको विषयमा अनि काम कस्तो भइरहेको छ हाम्रो त्यो विषयमा हामी कुरा गर्दै मोमो खान्छौँ कि। अनि मोमो चाहिँ सबै बनाएको हाम्रो बिन्दा सान। बस रुलाएगा क्या? मोमो फर्स्ट बाइट ल अचार त हाल्नु। अचार हालेर फर्स्ट बाइट लिउँ ल त कस्तो भएछ। पहिला साथीहरूले लिएको भए राम्रो हुन्छ होइन हजुरले होइन, पहिला कस्तो भयो भन्ने त थाहा हुन्छ नि त। साकी बिनिता सान हुने इतादाकिमास। एकैचोटि खाऊँ ल। ओके सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। यो अलिकति खाराई छ तर मोमो चाहिँ गइसी जसमा म चाहिँ कस्तो भनेदेखि जापान आउनलाई चाहिँ सबभन्दा धेरै हेल्प सबभन्दा धेरै ठुलो योगदान भनेको चाहिँ हाम्रो कन्सल्टेन्सी अनि त्यसपछिबाट अब हाचीको गाको मेन होइन। हाचीको गाको चाहिँ मेन ठुलो योगदान छ। यदि हाचीको गाको चाहिँ हाम्रो साथमा नभएको भए चाहिँ अहिले सायद हामी जापान आउने सपना पनि हाम्रो चाहिँ पुरा हुन्थेन होला। अनि अब सायद अब यसरी सँगै पनि भइदिएन थियो होला नि होइन हामी। त्यही भएर थ्याङ्क यू सो मच, आरिगातो गोजाइमास हाचीको फ्यामिली अनि तिनैजना खाइगोमा। अनि त्यसपछिबाट खाइगोमा आउनुभन्दा अगाडि अब यो विषयमा पनि केही पनि थाहा थिएन, खाइको काम कस्तो हो भन्ने पनि थाहा थिएन। तर सबै हामीले जानकारी चाहिँ हाचीकोबाट पाएको अनि हाचीकोबाट नै हामीले पढेर यहाँसम्म चाहिँ हामी अहिले सँगै छौँ। मेरो चाहिँ त्यति नै हो। मेरो बारेमा चाहिँ मैले अगाडिको भिडियोमा पनि भनिसकेको छु। हेलो, मेरो नाम चाहिँ पुष्पा थापा मगर हो। म चाहिँ काभ्रेको पनौतीमा बस्छु। अहिले हाल जापानको नारा भन्ने सिटीमा चाहिँ बस्दैछु। म चाहिँ कसरी हाचीकोमा आएको भन्दाखेरि म चाहिँ सुरुमा स्टुडेन्ट भिजामा चाहिँ म रिजेक्ट भएको थिएँ। नेपालकै एउटा कन्सल्टेन्सीमा पढ्थेँ म, त्यहाँबाट चाहिँ रिजेक्ट भएको थिएँ। त्यसपछि अब जापान नजाने भन्ने सोचले नै बसिरहेको थिएँ। तर पछि फ्यामिली र अरू साथीहरूले चाहिँ मलाई धेरै नै मोटिभेट गरेर म चाहिँ अन्तिममा एउटा साथीको थ्रुबाट चाहिँ म हाचीकोमा आएको हुँ। र हाचीकोमा आएर मैले हाम्रो दुईजना साथीहरूलाई पनि भेटेँ र यहाँ आएर हामी अहिले सँगै बस्दैछौँ। हेलो नमस्ते, म चाहिँ विनिता। म चाहिँ मेरो घर चाहिँ पोखरा। म चाहिँ बनेपामा बसेर चाहिँ पढेको थिएँ। उसको गर्दाखेरि चाहिँ लास्टमा हाचीको चाहिँ भेटाएँ होइन। अनि त्यहाँ जाने बित्तिकै फर्स्ट त वान एन्ड वानली सेन्सियाहरूको काउन्सिलिङ चाहिँ यति राम्रो थियो होइन। एकदमै त्यो जाने बित्तिकै होइन, त्यो बोल्ने बित्तिकै मोटिभेट गरिहाल्नुहुन्थ्यो क्या। अनि त्यो चाहिँ एकदमै राम्रो थियो होइन। पढाइहरू पनि त्यो सोध्नुभयो अनि त्यसपछि टेस्ट पनि दिएँ अनि त्यसपछि चाहिँ राम्रो पनि भयो। अनि त्यसपछि हामीले चाहिँ मैले चाहिँ एन्फोबाट स्टार्ट गरेको थिएँ हाचीकोमा चाहिँ। अनि एन्फोबाट स्टार्ट गरेपछि चाहिँ यति राम्रो भयो। अब सजिलो त थिएन अभियसली यहाँ आउनलाई त होइन। अब 2 hours later अब जति नै राम्रो पढे पनि त्यस्तै हो लास्टमा गएर तुझे अक्कल है? तू क्या बोल रही है? के बोल्यो भने अनि जस पढेर सजिलो त भएन। अनि सुरु इक्जाम बिग्रियो अनि त्यसपछि म बिग्रियो। अनि म त इक्जाम सकिएपछि अब पास भएन, दिमाग त कहाँ हो कहाँ पुग्यो होइन। अब एकछिन त
अनि त्यही पनि अब मलाई त मुख देखाउन पनि लाज लाग्यो होइन। अनि त्यो चाहिँ एकदमै नराम्रो होइन। अब एकचोटि भएन भन्दैमा हार चाहिँ मान्नु हुँदैन, एकदम ट्राई चाहिँ गरिराख्नुपर्छ। एक्कासी आएर म सक्दिनँ अब भनेर गिभअप गर्नु चाहिँ हुँदैन। कति प्रायः मसँग पनि साथीहरू पनि हुनुहुन्छ होइन, नभएर अब म सक्दिनँ भनेर गिभअप पनि गर्नुभएको छ। तर कहिले पनि गिभअप भन्ने चिज चाहिँ गर्नु हुँदैन। हामी 3 जना मध्येमा चाहिँ कोही पनि यस्तो छैन कि एकैचोटिमा पास गरेर यहाँसम्म आएको। उहाँ, म अनि उहाँ 3 जना एकचोटि चाहिँ फेल भएकै छ एक्जाममा। तर हामी 3 जना फेल भए पनि हामी 3 जनाले हार नमान्नुको कारण भनेको चाहिँ आशिष सेन्सेईको मोटिभेसन वाला के भन्छ अब त्यो स्पिच भनौँ न, त्यसले गर्दा चाहिँ हामीले धेरै अब सपोर्ट पायौँ। अनि अहिले हामी स्टिल अब जापानमा काम गरिरहेका छौँ खाइगोमा। अनि मेन अहिले हामीले भन्न खोजेको कुरा के हो भने चाहिँ खाइगोमा कतिजनाको आउने सोच भइरहेको होला होइन, खाइगो काम कस्तो भन्ने लागिरहेको होला। होइन कि मन पनि थाक्ने मस्तिष्क पनि थाक्नेवाला काम हो कि। अनि जस्तै बच्चाको जस्तै स्वभाव चाहिँ यहाँ हामीले हेर्नुपर्ने वृद्ध हजुरबुवा हजुरआमाको स्वभाव हुन्छ कि। अनि मैले चाहिँ खाइगोमा आएर सिकेको कुरा भनेको चाहिँ आफूसँग हुनपर्ने कुरा र आफूसँग नहुनपर्ने कुरा भए पनि त्यसलाई चाहिँ अब देखाउन नहुने कुरा भनेको चाहिँ सुरुमा भनेको चाहिँ तपाईँसँग यदि रिस छ भने चाहिँ रिस चाहिँ एकदमै धेरै कन्ट्रोल गर्नुपर्छ है, रिसको काम गरेर। अनि तपाईँसँग हुनुपर्ने कुरा भनेको चाहिँ भाषा, मेन इम्पोर्टेन्ट भनेको भाषा भनेर जुन बुढाबुढीहरूले बोल्छन् त्यो शब्दहरू त्यो एकदमै धेरै नै फरक हुँदो रहेछ। त्यो शब्दहरू चाहिँ हामीले प्राय सुनेको पनि हुँदैन होला सायद, अब काम गर्दा गर्दै सुनिन्छ होइन। त्यसरी चाहिँ आयो जे होस्, मेन इम्पोर्टेन्ट भनेको चाहिँ भाषा चाहिँ एकदम बनाउनु पर्छ। हुनुहुन्छ जापानिजहरू चाहिँ कस्तो हुँदो रहेछ भने यहाँ एकचोटि तपाईँ जापानिजहरूको नजरमा राम्रो बन्न सक्नुभयो भने त्यो सधैँभरि राम्रो होइन। छ नि एउटा इङ्ग्लिसमा भने फर्स्ट इम्प्रेसन इज लास्ट होइन। तपाईँले चाहिँ फर्स्ट इम्प्रेसनमा चाहिँ राम्रो छाप छोड्नुभयो भने तपाईँले लास्टसम्म जति गल्ती गरे पनि त्यो देख्दैनन् कि उनीहरूले। तर फर्स्ट इम्प्रेसनमा नै तपाईँले यदि आफ्नो नराम्रो छाप छोड्नु भएको छ भने त्यो चाहिँ उनीहरूले जति तपाईँले राम्रो मरी मेन्टेनै गरे पनि देख्नेवाला छैनन् भनौँ। त्यो ठिक छ। भाषा बुझ्दैन उसलाई कुनै कामहरू अलिकति बिगाएर सानो धेरै ठुलो पनि होइन, सानो काम बिगाएर पनि जापानिजहरूले चाहिँ के भन्छन् भने ठिक छ दाइजो ठिक छ केही पनि हुँदैन, ठिक छ गर्छन्। तर उनीहरूले चाहिँ भित्र होइन त्यो जज गरिरहेको अहिलेसम्म जापान कस्तो लागिरहेको साथीहरूलाई? जापान त अब इचिबान ताखाइ नै भनौँ होइन। सुरुमा त आउँदा त ओ माई गड होइन कि हामी त अहिले हामीलाई त कस्तो लाग्छ भने पैसा 100 रुपियाँ नेपालको 100 रुपियाँ चाहिँ यहाँ 1000 रुपियाँ, नेपालको 1000 रुपियाँ चाहिँ यहाँ कति हजार त 10,000 होइन। हामीले त एकचोटि सामान लिन गयो भने त 10,000 त एकैछिनमा चैट। नेपालबाट जापान आउँदाखेरि कस्तो त्यो एक्सपेक्टेसन भन्छ नि त्यो कस्तो त्यो राखेर आउनु भएको? जापान सस्तै हुन्छ होला, अब सस्तो त अब कतिसम्म जोगाउँछु भन्ने हिसाबले आउनु भएको थियो? अब कतिसम्म भन्दा पनि अब अब कमाइ अनुसार हुन्छ होइन। अब कमाइ यति छ भनेपछि त्यही अनुसारको सोच हुन्छ। तर त्यस्तो विधि एकदम उसै सोचेको थिएँ मैले, अब यस्तोसम्म त ताकै होला पनि सोचेको थिइनँ, तर एकदम ताकै रहेछ। अनि जस नराम्रो भन्ने हुँदैन, राम्रो चाहिँ धेरै राम्रो छ होइन। आफूले गर्न सक्यो भने चाहिँ राम्रो छ, हामीले भविष्य देखिन्छ। अब कति प्राय टिकटकहरूमा पनि अब जापान नआउनु होइन गाह्रो छ त त्यो होइन, आफूले गर्नुपर्छ। आफूले गर्दिनँ भने चाहिँ अब छैन केही पनि होइन, तर गर्छु म केही। अब दुःख बुझेर आएको मान्छेहरूले चाहिँ गर्न सक्नुहुन्छ भन्छु म, त्यही नै हो। अब ताकै भन्ने मात्रै पनि होइन, राम्रो कुरा पनि छ होइन। उसको कुरामा एकदम सहमत छ। जापानको एउटा मस्ट इम्पोर्टेन्ट भने चाहिँ टाइम त्यो चाहिँ टाइम चाहिँ एकदम इम्पोर्टेन्ट है। हामी काम आउँदाखेरि 9 to 6 काम थियो होइन, हाम्रो सधैँ निकिन थियो 2 महिना जति निकिन। त्यो बेला तब हामी के सोच्थ्यौँ भने 9 बजीदेखि काम हो, 9 बजी कम्पनी पुग्नुपर्छ र ठिक छ भनेर हामी पुरै मस्तले उसो गरेर ठ्याक्कै 9 बजी पुग्ने हिसाबले पुग्थ्यौँ। तर त्यो चाहिँ एकदम दामी रहेछ है। नेपाली टाइम भन्छ नि, नो यहाँ त नो नेपाली टाइम, ओन्ली जापानिज टाइम। जापानिज टाइममा चाहिँ 10 मिनट पछाडि होइन कि 10 मिनट अगाडि चाहिँ तपाईँ कम्पनीमा पुग्नुपर्छ है। एक मिनटको धेरै भ्यालु छ। अल्छी चाहिँ कदापि पनि नगर्नु होला। भन्नु न
यसलाई अब भन्न त भन्नु पर्यो नि त दिदी ल तपाईँलाई चाहिँ खाइगएको काम कस्तो लाग्यो कस्तो लाग्यो? खाइगएको काममा हुनुपर्ने एउटा राम्रो गुण नराम्रो गुण के छ बताइदिनु। खाइगएको काम चाहिँ मलाई कस्तो लाग्यो भनौँ अब हाम्रो साथीहरूभन्दा अलिकति एजमा पनि ठुलो भएर अनि त्यसपछि अब एउटा बच्चाको आमा भएको हिसाबले पनि मैले खाइगएको कामलाई चाहिँ कसरी बुझेको छु भने खाइगएको काम भनेको चाहिँ आफ्नो बच्चालाई जति हामीले माया गरेर हुर्काउँछौँ नि त्यसरी नै त्यो हजुरबा हजुरआमाको चाहिँ स्याहार सुसार गर्ने काम हो जस्तो मलाई चाहिँ फिल भयो। अच्छा हमको सिखा रिया है। तर हामीले चाहिँ बच्चालाई हुर्काउँदाखेरि उनीहरूको हुन्छ नि भर्खर सुरुवाती चरणलाई हामीले अगाडि बढाएर हुन्छ नि त। तर वृद्ध भएको हजुरबा हजुरआमाको चाहिँ हामी अन्तिम चरणमा अब जस्तै म नेपालमा हुँदाखेरि चाहिँ त्यो हुन्छ नि डेड बडीहरूबाट अलिक टाढा बस्ने मान्छे म त्यस्तो देख्यो भने पनि अलिकति सपनामा डराउने मान्छे हो नि त। अनि तर जापानमा आइसकेपछि अब नाइट कामहरू गर्दाखेरि अनि त्यसपछिबाट खाइगएको काम गर्दाखेरि चाहिँ यस्तो त नर्मलै हुन्छ अलिकति अब प्राय अब महिनामा 1-2 चोटि यस्तो अनुभव गर्न पाइन्छ खाइगोमा आउनेहरूलाई। सोचेको भन्दा धेरै गाह्रो छ, सोचेको भन्दा धेरै रमाइलो पनि छ होइन। राम्रो राम्रो कुरा पनि छैन। कतिपय अवस्थामा अब हजुरबुबा हजुरआमा जस्तो व्यक्तिहरूको चाहिँ हामीले कति धेरै माया पाइरहेको हुन्छ होइन। जस्तै आफ्नै घरमा छौँ जस्तो कि काममा जाँदाखेरि त्यस्तो फिल पनि हुन्छ कहिलेकाहीँ चाहिँ। तर नराम्रो कुराहरू पनि धेरै छ। अब अघि हामीले भन्न त भनियो अब यो रिस चाहिँ हुनु हुँदैन भने तर पनि के हुन्छ भने प्रायः जस्तो हाम्रो खाइगोमा काम गर्नेहरूको चाहिँ अब बुढाबुढीहरू होइन उहाँहरू यस्तो सामाहरू चाहिँ के हुन्छ त डिमेन्सिया भएको चाहिँ बेसी हुनुहुन्छ होइन। अनि उहाँहरू त बिचरा अब एउटा डिमेन्सिया भनेको चाहिँ अब तपाईँलाई थाहा नै होला त्यही पनि अब उतिखेर बिचरा अब खाना खाइसक्यो त्यही पनि उहाँले भुलिसक्नुहुन्छ र त्यही क्वेसनलाई होइन इरेछ अनि टोइलेट युज गर्नु पर्यो होइन। अनि टोइलेट जानलाई पनि कति धेरै हिँड्न खोज्नुहुन्छ भर्खरै गएर आएको छ त्यही पनि बिर्सेर चाहिँ उतिखेर जान खोज्नुहुन्छ। अनि त्यो बेला चाहिँ तपाईँलाई रिस उठ्यो कि उठेन र उठेर पनि तपाईँले कसरी कन्ट्रोल गर्नुभयो? एकचोटि लगातार त्यही भइरहन्छ अनि त्यसपछि त्यस्तो बेलामा चाहिँ अब आफूले आफूलाई कन्ट्रोल गर्न सक्दैन। कुनै बेलामा चाहिँ अब अलिकति रिस आँखामा देखिहाल्छ, बोलीमा पनि प्रस्टिन्छ। त्यस्तो बेलामा चाहिँ अब म चाहिँ मेन गरी टोइलेटमा गएर आऊ भन्ने गरेको छु होइन। अनि त्यसपछिबाट अब के गर्नु त्यो बाहेक अरू गर्न सक्ने केही पनि छैन किनभने उनीहरूलाई रिस देखाएर फाइदा हुनेवाला पनि केही छैन। अब उल्टै आफैलाई घाटा हुन्छ। अब गर्ने भनेको चाहिँ अब मायाले सम्झाउने अनि त्यसपछिबाट होइन अब पहिला भइसकेको कुराहरू राम्रोसित फेरि जानकारी दिने अनि त्यसपछि हुन लागेको कुराहरू पनि जानकारी गराएर अब शान्त गराएर राख्ने मात्र हो। म चाहिँ के भन्न लाग्यो भने अहिले हामी अब सँगै छौँ नि त तिनजना अनि तिनजना सँगै भएको भएर चाहिँ अब अहिले हामीले तिनजना रुमको रेन्टहरूदेखि लिएर सबै अब हामीले त सँगै नै पे गर्ने हो। अनि हाम्रो कम्पनीले नै हाम्रो रुम रेन्टहरूदेखि लिएर अब यहाँको बत्ती ग्यास अनि त्यसपछिबाट अरू थोकको बिजुली पनि हाम्रो सँगसँगै बराबरी नै काट्छ। अनि हामीले खानामा चाहिँ कसो गरेका छौँ भने चाहिँ सुरुमा हामी जापान आउँदाखेरि चाहिँ 2 महिनासम्म हाम्रो एउटै सेड्युल थियो नि त कामको 9 देखि 6 बजेसम्मको थियो। अब काम अनुसार अलग अलग पनि हुनसक्छ। हाम्रो चाहिँ 9 बजेदेखि 6 बजेसम्मको अनि 7 बजेदेखि 4 बजेसम्मको अनि 10 बजेदेखि 7 बजेसम्मको हुन्छ। ओभर टाइम भयो भने 8 बजेसम्म हुन्छ। अनि अरू बेलामा याकिन भयो भने याकिन चाहिँ बेलुकाको 5 बजेबाट बिहानको 9:30 बजेसम्म हुन्छ। अनि सुरुमा हामी जापान आउँदाखेरि चाहिँ हाम्रो सेड्युल एउटै थियो अनि त्यही भएर चाहिँ हामीले सँगै खाना खान्थ्यौँ कि अनि सँगै खाना खान्थ्यौँ। अनि त्यसपछिबाट अनि अहिले चाहिँ हाम्रो खाना चाहिँ हामी छुट्टै खान्छौँ। अनि छुट्टै नै अब खाइमुनोदेखि लिएर सबै हाम्रो छुट्टै नै गर्ने गरेको छ। अब जापानमा आएपछि सँगै बस्नुपर्छ सँगै नै गर्नुपर्छ सबै भन्ने त्यो माइन्डसेट बोकेर आउँदाखेरि पनि गाह्रो हुन्छ जस्तो लाग्छ। किनभने अब मैले उसलाई के भनिहाल्यो भने उसको चित्त दुख्ला, मैले फेरि उसलाई के भने त्यो छोडिदिनुहोस् तपाईँलाई कस्तो सजिलो लाग्छ त्यो गर्नुभयो भने चाहिँ बेटर हुन्छ जस्तो लाग्छ। अहिले हामी यसरी ह्याप्पी भएर बस्न सकेको मेन कारण पनि त्यही हो जस्तो लाग्छ नि। मन पनि चेन्ज भइसकेपछि गाह्रो भयो। अब कुनै बेला मेरो चाहिँ बिहान 7-4 को काम हुने भयो, उहाँको फेरि 10 बजे 7 बजीसम्मको काम हुने भयो, उहाँको फेरि 9-6 को काम हुँदाखेरि चाहिँ बिल्कुलै अब खाना खाने टाइम अलग अलग हुने भएको भएर हामीले चाहिँ टाइममा नै त्यो कुराहरू सोचेर चाहिँ हामीले खाना
को पनि त्यो सेड्युल अनुसार नै अब छुट्टा छुट्टै बनाएर खाने भनेर भन्यो। तर अहिले हामीलाई सजिलै लागिरहेको छ, त्यही कुरा नै सजिलो छ। अनि त्यसपछि अब आफ्नो हिसाबले चाहिँ अब आफूले कति बचत गर्ने, के ल्याएर खान मन छ, के खान मन छैन, त्यो अनुसार पनि तपाईँहरूले चाहिँ यहाँ आएपछि आफ्नो हिसाबले गर्न सक्नुहुन्छ। त्यही भएर जस्तो लाग्छ हामी चाहिँ त्यसै गरी गर्छौँ। अनि आफ्नो हिसाबले पैसा जोगाउँछौँ, आफ्नो हिसाबले खर्च गर्छौँ, आफ्नो हिसाबले। तर यो धेरै राम्रो तरिका जस्तो लाग्छ, किनभने हामी सँगै जापान आउनुभएको धेरै साथीहरूको मैले कुरा बुझ्दाखेरि चाहिँ उहाँहरू सँगै बसेर खानेहरूको चाहिँ कस्तो हुने रहेछ भने मनमुटाव धेरै हुने रहेछ। अब उसले धेरै खाने, उसले कम खाने। अनि फेरि अब तू समझा? हाँ नहीं तू समझा नहीं। होइन अब उहाँले चाहिँ के भन्नुभएको थियो भने अबदेखि हामी छुट्टै खाऊँ भनेर भन्नुभएको थियो। त्यसरी पैसा पनि अब आफूले होइन जोगाउन कतिको सकिन्छ हेरौँ, अनि आफूलाई पनि टाइम मिल्छ होइन, त्यस्तो भन्दै हुन्छ। अनि अब के अब अचानक छुट्टिनु भनेपछि त अब अभियसली नराम्रो लाग्यो होइन, अनि किन छुट्टिनु भन्यो मान्छेले यताउति। तर बुझ्दै गएपछि के भयो त, त्यही कुरा नै राम्रो लाग्यो क्या। अब सँगै हाम्रो काम पनि कहिले नि सँगै हुँदैन होइन, झन् बिदा त झन् भने पनि अब उसको र मेरो बिदा भयो भने उसको हुँदैन, उसको मेरो भयो भने उसको हुँदैन, त्यस्तो हुन्छ। अनि छुटेर खाइरहँदाखेरि चाहिँ अब होइन टाइम पनि मिल्छ, सबै मिल्छ, त्यति नै हो। म चाहिँ दोस्रो तलामा काम गर्छु भन्नु लाग्छ, मलाई थाहै छैन। 3 तलामा काम गर्ने हो, त्यही भएर उहाँहरूको बारेमा मलाई थाहा छैन। मलाई त थाहा छ अरे के अझै थाहा छैन, मलाई थाहा छैन। मतलब यहाँनिर कम्पनी एउटै भए पनि तल अनुसार रुल्सहरू फरक हुन्छ, त्यही भएर। तर हाम्रो कम्पनी र हाम्रो कम्पनी एकदम धेरै राम्रो कम्पनी एकदमै ढिला पायौँ होइन, तर एकदम कडा राम्रो पायौँ है, कम्पनी ढिलायो गडायो कम्पनी एकदमै राम्रो पाएको छौँ कि हामीले चाहिँ। यसको लागि चाहिँ म आशिष सेन्सेलाई धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास। लिडर त हाम्रो मुटु नै एकदमै धेरै आशासी, एकदमै धेरै आशासी हुनुहुन्छ। यस यस। अनि हाम्रो लिडरले चाहिँ उसलाई र मलाई चाहिँ एकदम वाखाइ छ भनेर हामीभन्दा दुईजना चाहिँ इचिबान वाखाइ त्यही भएको कारण चाहिँ उसले चाहिँ हामीलाई के भन्छ, हामी बिन्ता सान र मलाई चाहिँ यिनीहरू दुईजना मेरो छोरीहरू जस्तो लाग्छ भनेर भन्छ। लाग्छ मात्रै होइन कि उहाँले व्यवहार पनि एकदम छोरीको जस्तो गरेर होइन, घर फर्किँदाखेरि पनि राम्रोसँग फर्क ल केही केयर ल भनेर फर्किने। तपाईँलाई चाहिँ तपाईँको लिडर कस्तो लाग्छ? मेरो शिवनिन्सान वातासी नो शिवनिन्सान वा दाइसुकी देसु के रे छोरी वातासी नो जापानिज नो हाहा देसु। डोन्ट क्राई म छु भनेर भन्नुभएको थियो। नकानाइ देकु दासाइ ने वातासी वा आनाता नो हाहा देसु। सोनोटोकिकारा इमामा दे वातासी नो शिवनिन्सान वा वातासी नो तामेनी वातासी नो हाहा देसु शिवनिन्सान जनाइ देसु यो। खाना पाउनु भयो, हामीले चिची पायौँ होइन साथी। होइन आगामी दिनहरूमा पनि अब यसरी नै हाचिकोसँग फेरि पनि भेट हुनेछ भन्ने मेरो ठुलो आशा छ। म हाचिकोसँग फेरि अब आगामी दिन होइन भविष्यसम्म पनि यदि म नेपालमै फर्केर आएँ, जापानमै बस्ने, जे जस्तो सुकै अवस्था भए पनि हाचिको इज माई फ्यामिली। कहिले पनि हाचिकोलाई चाहिँ भुल्न सकिँदैन भनेर भन्नुहुन्छ भने हाचिको चाहिँ बनेपाको चारडो बाटोमा छ। चारडो बाटोमा भएको हाचिकोमा चाहिँ अहिले हाम्रो यहीँ हाम्रै कम्पनीको जापानिज सेन्से पनि पढाइरहनु भएको छ। अनि जापानिजहरूबाट नै जापानिज कल्चरहरू सिक्दै, जापानिज भाषा सिक्दै पढ्न चाहनुहुन्छ भने चाहिँ हाचिकोमा चाहिँ अहिले होस्टेलको पनि व्यवस्था गरिएको छ। अनि त्यही भएर चाहिँ तपाईँहरू एकदमै धेरै जापान आउन इच्छुक गर्नुहुने व्यक्तिहरूले चाहिँ प्लिज बनेपामा रहेको चारडो बाटोको हाचिकोलाई सम्झिनु होला, किनभने हाचिको बेस्ट कन्सल्टेन्सी एन्ड काभ्रेको बेस्ट। यो चाहिँ कुनै अब त्यो प्रमोसन गर्दै मेरो भनेर दिएको भिडियो होइन, यो चाहिँ हाम्रो एक्सपिरियन्स चाहिँ भनेको हो। अहिले हाचिकोमा चाहिँ खाइगोको प्र्याक्टिकल नै भइरहेको छ। पढाइ मात्र होइन कि प्र्याक्टिकल मोस्ट इम्पोर्टेन्ट भएको भएर चाहिँ प्र्याक्टिकलको लागि पनि तपाईँहरूले चाहिँ एकचोटि हाचिको भिजिट गर्नु होला, किनभने हामीले त्यही पढेको भएर चाहिँ हामीलाई त्यो स्कुल एकदमै धेरै राम्रो लागेको भनेर चाहिँ तपाईँहरूले पनि मैले सेचुमा गरिहालेँ होइन। तर तपाईँहरू जुन स्कुलबाट र जहाँबाट पढ्दै हुनुहुन्छ, जसरी पढे पनि तपाईँहरूले गिभअप चाहिँ कहिले पनि नगर्नु होला। तपाईँहरूले गिभअप नगरिकन यदि गाम्बाते गरेर होइन धेरै अब पछिसम्मकै सोचेर तपाईँहरूले गर्नुभयो भने चाहिँ जापान एकदमै राम्रो छ।
अनि यहाँ तर आएर आफूलाई भविष्य पनि भविष्य पनि बन्छ आफूले आफूलाई कमजोर नसोचिकन आफ्नो मनलाई दरो बनाएर राम्रोसित अहिले जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ गम्बाते गरेर जापानमा आउनको के अरे आउनु होला भनेर मैले भन्न चाहेँ बातेको हाई, गम्बारे गम्बारे यति भन्दै म मेरो भिडियो आजलाई यतिमा नै इन्ड गर्छु यस्तै मोटिभेसन भिडियो अनि तपाईँहरूलाई रमाइलो भिडियो चाहिन्छ भने अवश्य कमेन्टमा भन्न नबिर्सिनु होला म भर्खर युट्युब च्यानल स्टार्ट गर्दैछु त्यसैले मलाई पनि तपाईँहरूको सल्लाह सुझावको खाँचो छ त्यसैले मलाई सल्लाह सुझाव भने दिँदै गर्नु होला म भने तपाईँहरूसँग यस्तै अर्को रमाइलो भिडियोमा भेट्नेछु तबसम्मलाई मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट अनि सेयर गर्न नभुल्नु होला बाई बाई लभ यु अल